नमस्ते। अहिले नेपालमा लोकतन्त्र, गणतन्त्र र राज संस्था राजावादीको बीचमा कुन ठिक कुन बेठिक, कसले गर्दा मतलब ठिक गर्यो, कसले बेठिक गर्यो, को राम्रो को नराम्रो भन्ने विषयमा बडो वाद विवाद, चर्काचर्की, आन्दोलन, झैझगडा, विभाजन भएको देखिन्छ। अब मैले त पञ्चायती व्यवस्था राम्रोसँग भोगेको, पञ्चायती व्यवस्थामा के कस्तो जनताले के कस्तो सुविधा पाउँथे, के कस्तो गाह्रो, अप्ठ्यारो, साह्रो, सजिलो थियो, त्यसको बारेमा थोरै भन्छु। पञ्चायती व्यवस्थालाई लिड गर्ने मुख्य राजा थिए र राजाको वरिपरिका मान्छेहरू नै पञ्चायती व्यवस्थाका संरक्षक र पञ्चायती व्यवस्थाका सञ्चालक थिए। उनीहरूले 5% राम्रो गर्दा 95% नराम्रो गर्थे। किन राम्रो गर्थे त भन्दा सबैभन्दा पहिला त मानिसहरूलाई बोल्नै दिन्थेनन्। के को बारेमा बोल्न दिन्थेनन्? तत्कालीन राज्य व्यवस्थाको बारेमा बोल्न दिन्थेनन्। प्रशासकहरू, पञ्चायती प्रशासन, पञ्चायती प्रशासक, पञ्चायती शासक र सानो गाउँ लेभलसम्मका पञ्चायतका जुन कर्मचारीहरू हुन्छन्, पञ्चायत समर्थक हुन्छन्, उनीहरूको बारेमा स्विक्क तपाईँ बोल्नुभयो भने तपाईँ हिरासत, पुलिसको गोदाई, जेल जाने निश्चित थियो र कयौं हाम्रा साथीहरू जेल परेका थिए। कति पञ्चायती व्यवस्थाले गायब बनायो, मार्यो, भित्रभित्रै गायब पार्थ्यो उसले। यति क्रूर थियो, यति तानाशाही व्यवस्था थियो नि त्यो कुरा गरी साध्य छैन। एउटा त्यो। दोस्रो, दरबारले जति पनि देशमा भएको आम्दानीका स्रोतहरूमा दरबारले आँखा लगाउँथ्यो र दरबारका मान्छेहरू मार्फत त्यो चिज दरबारसम्म पुग्थ्यो। इभन चितवनमा भएको एउटा त्यो फारम छ भरतपुरभित्र, त्यहाँभित्र फलेका फलफुल ट्रकका ट्रक दरबार लगिन्थ्यो। त्यस्तै गरेर राम्रा जमिनहरू राज परिवारका थिए, अहिले पनि छन्। राम्रो ठाउँमा हेर्नुहोस्, उनीहरूकै जग्गा जमिन, उनीहरूकै श्री सम्पत्ति। अहिले त कति नेपाल ट्रस्टको नाममा ल्याइयो र कति ज्ञानेन्द्रको नाममा आफूले नामसारी गरेको छ। राम्रा चिजहरू सबै दरबारले हत्याउने गर्थ्यो। जनताहरूले बोल्न पाउँथेनन्, न राजनीतिक आवाज बोल्न पाउँथे, न आफू गरिब भएको कुरा बोल्न पाउँथे, न आफू लेख्न, पढ्न, बोल्न, हिँड्न, डुल्न, अप्ठ्यारो गाह्रो चिजहरू बोल्न पाउँथे। बोल्यो भने यो उग्रवादी भनिन्थ्यो। त्यतिखेरको शब्द उग्रवादी थियो। यो उग्रवादी हो, उग्रवादीले कारवाही गरिहाल तुरुन्तै। चाहे त्यो सानो बच्चा होस्, चाहे त्यो अधवैँसी होस्, चाहे बुढो होस्, कसैलाई उनीहरूले छोडेनन्। यो अवस्था थियो। विकास भन्नुहुन्छ भने त तपाईँ हाम्रा बाआमा हेर्नुहोस् त, आज औँठा छाप्छन्। कसले गर्दा हो? पञ्चायती व्यवस्थाभित्र जन्मिकाहरू हुन् नि त उनीहरू। आजका हाम्रा युवाहरू, युवतीहरू र बौद्धल आइसकेपछिको महिला हेर्नुहोस् न, इङ्ग्लिस ल्याङ्ग्वेज, एजुकेसन। म जस्तो एउटा सामान्य गरिब छोराले मास्टर्स, 2वटा विषयमा मास्टर्स गरेको छु। इङ्ग्लिसमा प्रोफिसियन्सी छ र संसारको विभिन्न देशहरूमा लगभग 18-20वटा देशमा घुम्दाखेरि कहीँ पनि न नेपाली पासपोर्ट देखाउँदा, न आफूलाई म नेपाली हुँ भनेर चाहिँ नि गर्वका साथ भन्दा कहीँ गाह्रो अप्ठ्यारो परेको छैन अहिलेसम्म। सबैले रेस्पेक्ट नै गर्छन्। आफूमा पनि भर पर्छ र एजुकेसनमा भर पर्छ, व्यक्तित्वमा भर पर्छ र अनि देशको कुरा पनि आउँछ। रिपब्लिक देश हो, गणतान्त्रिक देश हो, डेमोक्रेसीको प्र्याक्टिस भइरहेको छ। देश सुन्दर छ। सुन्दर देशमाथि
गणतन्त्र लोकतन्त्रले सिँगारिएको छ। जनताहरू आज हाम्रा नेपाली युवाहरू संसारभरि छरिएका छन्, राजदूतको रूपमा छरिएका छन्। नेपालको बारेमा उनीहरूले म्यासेज लगिराखेका छन्, ल्याइराखेका छन् संसारबाट। आज हामी पञ्चायत कालमा जस्तो संसारबाट डिट्याच छैनौँ। आजै अमेरिका उड्ने कति छन्, अस्ट्रेलिया उड्ने कति छन्, बेलायत उड्ने कति छन्, नेपालबाट जाने कति छन्, तर नेपाल आउने कति छन्। डे टु डे म्यासेज आदान प्रदान भइरहेको छ। डलर गइरहेको छ देशमा, डलर आइरहेको छ देशमा। रेमिट्यान्स बढेको बढी छ। विकास हेर्नुहुन्छ पञ्चायत कालमा चितवन जस्तो एउटा सुगम जिल्लामा 5% बाटो थिएन, पिच बाटो थिएन। जम्मै त्यो साँझ हिँड्दा सर्प लाग्ने अथवा चाहिँ नि खुट्टा ठोक्किने, ठोस्सिने डरमा हिँड्नु पर्थ्यो। टर्च लाइट बालेर, टुकी बालेर, बत्ती बालेर, बिजुली पनि थिएन। अरू बाँकी जिल्लाहरूको हालत के होला, के थियो होला, कल्पना गर्नुहोस् त। त्यस्तो अवस्थाको नेपाललाई 2046 सालको जनआन्दोलनबाट प्राप्त डेमोक्रेसी प्रजातन्त्रले आजको विकसित नेपालसम्म ल्याइ पुर्याएको छ। त्यसका प्रमुख व्यक्तित्वहरू हाम्रै अगाडि सरकार चलाएका, जो मण्डलीहरूले नराम्रो भनिरहेका छन्, जसलाई केपी शर्मा ओली, प्रधानमन्त्री केपी शर्मा ओली, भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, उहाँहरूले हाँक्नु भएको पार्टीले नै आजसम्म आज देशलाई यो यति राम्रो अवस्था ल्याइ पुर्याएको हो। करप्सन छ, भ्रष्टाचार छ, उहाँहरूले नियन्त्रण गर्न कोसिस गरिरहनु भएको छ, भइराखेको छैन। प्रधानमन्त्रीहरू 3 जनाले मात्रै कोसिस गरेर हुने कुरा होइन नि यो। उहाँहरूले प्रशस्त कोसिस गर्नु भएको छ, नियम बनेको छ, कानुन बनेको छ, उत्कृष्ट संविधान छ। तर त्यो अब अन्डर द टेबल त्यो पैसा लिने, जनतालाई दुःख, तिनलाई त जनताले पनि त कारबाही गर्नु पर्यो नि। जनताले पनि कारबाही गर्नु पर्यो। राजा 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 आउँदैमा सबै समाधान हुने हो र? जब जनता त्यो खालको मनस्थितिमा छन्, त्यो खालको चाहिँ उनको विचार बोकेर हिँडेका छन्, भ्रष्टाचार गर्नुपर्छ, अब भ्रष्टाचारले पैसा कमाउने हो, समाजमा राम्रो गर्ने। समाजमा वाह गाडी चढेर हिँड्नु भएको छ हाम्रो हर्क दाई, श्याम दाई, मनोज दाई, कृष्ण दाई। त्यसले पैसा कहाँबाट ल्यायो? कहाँबाट ल्यायो पैसा? त्यसले खोजिन्छ? हामीले खोजेका छौँ कहिल्यै? हामीले खोज्दैनौँ नि। यी समस्या, तमाम समस्याहरू भएका कारणले अहिलेको बहुदलीय व्यवस्था, लोकतान्त्रिक व्यवस्था, गणतान्त्रिक व्यवस्थामा समस्या देखा परेको हो। योभन्दा खतरनाक थियो राजतान्त्रिक व्यवस्था, राजतन्त्र, राजशाही व्यवस्था धेरै खतरनाक थियो। अझै मैले त जम्मै एउटा कुरामा मात्रै जानकारी गराएँ, यसका हजारौं कुराहरू छन्। राजतन्त्र किन फेल थियो, किन हामीले फालेको हो, किन देश र जनताको लागि ठिक थिएन भन्ने कुरा। ल बाँकी कुरा म अर्को भिडियोमा फेरि आउँछु, त्यतिखेर अब कुरा गरौँ न। हस्, नमस्ते।